23 को मा राज्यको इन्भल्भमेन्ट कुरा छ, राज्य शक्तिको कुरा कसरी जानेर। 24 मा अपराध, देशद्रोह, राज्य विरुद्धको अपराध, सेडिसन, ट्रिजन सबै छ त्यहाँनिर। सिंहदरबार त्यो के बुझ्या मान्छेले भने त्यो जल्यो भने अर्को बनाउन सकिन्छ यस्तो कुनै तर्क हुन्छ राज्यमा? सर्वोच्च अदालत, एउटा न्यायाधीश, एउटा वकिल अथवा कुनै व्यक्ति खराब होला, सर्वोच्च अदालत जल्यो त के भयो बनाउन यो कुनै तर्क हो? यो मान्छे जलेको, मान्छे मारिएको घटनामा त्यो भन्दा ठुलो अपराध मानिन्छ भने राज्य जलाउनलाई, कानुनमा आगो लाउनलाई त्यत्तिकै अपराध मानेको छ, मान्छे मारे बराबर अपराध मानिन्छ। सरकारको सुरक्षा फौजले नागरिकलाई भुट्ने काम भन्दा सिंहदरबार जलाउने कुरा ठुलो हो? किन होइन? देशको लागि त्यो जस्टिफाइड हुँदैन भने देश के समाज भयो हाम्रो? कस्तो कुरा गर्नु छ भन्नु त? मैले यही सेटमा फायर साइडमै कुरा गरेका जेएनजीका कतिपय अगुवाहरूले यदि तिमीले 23 गते मेरा मान्छे नमारिदिएको भए 24 गतेको घटना हुँदैन थियो, त्यसकारण 24 गतेको घटना मैले किन जिम्मा लिने भन्छ। अनि उनीहरूले त्यतिखेर तपाईँलाई प्रधानमन्त्रीको प्रस्ताव पनि गरेकै हुन्। अनि त्यो दुवै घटनाप्रति तपाईँका कठोर भाव छन्। मलाई कसले कुन पदको लागि, कुन स्वार्थको लागि प्रस्ताव गर्यो भनेर म त्यसको लहलैमै लागेर मैले सत्य बोल्न छोड्यो भने म हुन्छु र भने आज तपाईँको इन्टरभ्यूमा झन्डा लिएर आउँथ्यो होला नि। त्यसपछि मलाई कतिपल्ट मन्त्रीको लागि उहाँले अफिसियली अफर गर्नुभएको छ, जसले त्यति बेला मन्त्री बनाउन सक्थ्यो, बनाउँथ्यो। त्यसैले मेरो कठोरता कुनै व्यक्ति, कुनै समूहप्रति लक्षित होइन भने म के सोच्दैछु भने तपाईँ हामी त एक दिन मरौँला, अर्को आउला, के गर्ला, तर यो देश त चन्द्र सूर्य रहेसम्म रहला नि। त्यो नेपाल भन्ने देश छ अनि हजारौं वर्षसम्म, सयौं वर्षसम्म पनि यो देशमा जनताहरू, नागरिकहरू बस्न सक्ने लायक बनाउनु त पर्ला नि त। त्यो सेन्स अफ सेफ्टी, सेन्स अफ सेक्युरिटी भनेर भन्छ कि मैले बारम्बार। तपाईँले सिंहदरबार जलेको घटना किन ठुलो हो भन्दै हुनुहुन्छ भन्ने सायद मलाई अलिकति बुझाइदिनुहोस्। त्यो भवन मात्रै जलेको होइन, त्यो राज्यको भावना जलेको हो, पहिचान जलेको हो, त्यति होइन वा त्यो भन्दा ज्यादा सोभरेन्टी जलेको भने देशको सोभरेन्टी र इन्डिभिजुअलको इन्ट्रेस्ट कन्फ्लिक्ट भयो भने त देशको सोभरेन्टी प्रिभेल गर्छ नि। सिंहदरबार भने के भन्ने अब त्यो नेपालको सार्वभौम शक्ति होइन, त्यो कुनै एबीसीडी व्यक्ति वा प्रधानमन्त्रीको त्यो निजी घर, प्रधानमन्त्रीको केही चिजहरू त्यो भन्ने गोठ हो? त्यो देशको सार्वभौम शक्ति, सार्वभौम सत्ता, यो त्यो देश हो नि भने, त्यो देशको ताज हो नि त्यो सिंहदरबार भनेको चाहिँ। नागरिक त त्यसको सबोर्डिनेट मानिन्छ भने राष्ट्रको लागि चाहिँ। म एउटा तपाईँलाई गम्भीर दार्शनिक कुरा गर्न चाहन्छु मैले कि देशको अस्तित्वलाई, देशको सिमानालाई, राज्यको सार्वभौमतालाई तपाईँ स्वीकार नगर्नु, ह्युमन बिइङको मात्रै हामी कुरा गरौँ, संसारलाई एउटा विश्व ओल्ड गभर्मेन्टको परिकल्पनामा हाइपोथेटिकली हामी जाउँ, मार्क्सले अरू विद्वानले परिकल्पना गरे जस्तो। तपाईँ देश र देशको सीमा, देशको सोभरेन्टी, देशको स्वाधीनतालाई यहाँले कुरा गर्नु भने त्यति बेला तपाईँ त्यो देशको नागरिक हुनुभयो। त्यो देशको अगाडि त्यो नागरिक भनेको देशको सबोर्डिनेट हुन्छ भने कि देश चाहिँ सुप्रिम हुन्छ। नागरिक र देश कन्फ्लिक्ट भयो भने चाहिँ देश प्रिभेल गर्नुपर्छ कि नागरिक प्रिभेल गर्दैन भने 24 गते त्यो कन्फ्लिक्ट भयो। त्यसैले 23 गते मलाई तिमीले यस्तो गर्यो, मैले सिंहदरबार जलाए, त्यो भन्न मिल्दैन भने